हो यसरी बनाइदिने। हेर्नुहोस् त दुईटा, एउटा चाहिँ हाम्रो चाहिँ कहाँबाट आएको हाम्रो 3 नम्बरको लाइन अस्ति मैले यो मिडल लाइनमा ल्याएर यसरी जोडिदिने है। 2 नम्बरको त हो तर साइड चाहिँ यो अप्पर जोनमा लेखिन्छ। अप्पर जोन भनेको 1 2 3 छोएर है 1 2 3 छोएर लेखिन्छ। ल बनाइदेऊ सी, ल सी बनाइदेऊ ए बी सी है। बी बनाउँदाखेरि यस्तो गरेर यस्तो बनाउँछौ नि, यो सिंगार के यस्तो नबनाउने है। हामीले चाहिँ अब नयाँ स्मार्ट तरिकाले गर्ने। हेर त एउटा सिधा लाइन दिने यसरी, स्ट्रेट लाइन दिने यसरी, अनि यहाँबाट हाम्रो अघि नै बी बनाउँदाखेरि उल्टो सी ल्याएर जोडेको थियो नि, यो हेर्नुहोस् त यो साइडबाट यसरी ल्याएर यो सी ल्याएर यसरी यो बी। अब हेर्नुहोस् त यसरी यहाँ माथिबाट सिङ जस्तो आयो आएन नि, हो यस्तो सिङ जस्तो बनाउने होइन है। अर्को अनि हेर त 3वटा लाइन यसरी, एउटा लाइन दुईटा लाइन बराबरको 3टा लाइन। अब हेर यसै गरी एउटा लाइन अनि दुईटा लाइन ई र एफ, ल सँगै बनाइदेऊ। ई र एफ बराबर बनाउँछौ नि, यस्तो नबनाउने है, यो नबनाउने। के गर्ने पहिला सी बनाइदिने, यसरी सी बनाइदिने, माथि लग्ने अनि भित्र मात्रै तान्दिने है यसरी। ल हेर त यो भयो सी, माथि लैदिने यसरी, भित्र मात्रै तान्दिने। यति छोडिदिँदा पनि हुन्छ। लाइन तान्छु भन्दाखेरि यहीबाट पर गरेर होइन कि यहीबाट यही सिधाबाट यसरी लाइन तान्दिने है। यो भयो हाम्रो जी बराबरको यो बनाइदियो सिधा, यो एउटा सिधा खम्बा बनाइदियो। फेरि जोड्देऊ यहाँबाट यहाँसम्म यसरी जोड्देऊ। यो भयो यति मात्र, धेरै ठुलो दिने होइन। फेरि जे हाम्रो फेरि यो स्मल लेटर जस्तो गरेर तलको रेड लाइन छोइदियो भने क्यापिटल लेटर हामीले माथि नै लेखिन्छ। जे के बनाउँदाखेरि स्मल लेटर जस्तो यो दुईटामा यस्तो गराइदियो भने त्यो होइन। क्यापिटल लेटर यो सेन्टरबाट यो लाइनबाट यो सेन्टरबाट यो माथिको रेड लाइन छोडेर ट्याक्क छोडिदिनु। अब यता तल आएको चाहिँ यो लाइन, यो ब्ल्याक लाइन, यो 3rd नम्बरको बेस लाइन भन्थे नि मैले, हो त्यो बेस लाइनमा छोडेको छु है। 1 अनि 4 यति गएर राख्दिने। यो भयो येलो। आधा मात्रै नल्याउने है, यस्तो नल्याउने। के गर्ने यो सिधा तल ल्याइदिने, माथि ल्याइदिने, तल ल्याइदिने। हेर्नुहोस् त यो 3टै भागले तल सुइदिने, 3टै भागले तल सुइदिने। ल हेर सिधा पहिला 1 नम्बरको सिधा लाइन बन्यो, अनि हाम्रो 2 नम्बरको यसरी लाइन बन्यो छड्केमुखी है, स्लान्टिङ लाइन। अनि फेरि अर्को 3 नम्बरको लाइन, फेरि 1 नम्बरको सिधा लाइन गरेको यहाँ। ल याम चाहिँ 2वटा बनायो यसरी, 2वटा यसरी लाइन सिधा सिधा है। अब यो साइडबाट यो साइडमा ल्याएर जोड्नु। हेर्नुहोस् त कहाँबाट आयो, यसको माथिल्लो भागबाट यसको तल्लो भागमा गएर ल बनाइदिनु। सेम हो। ल यसरी ओ लाम्चो आकारको बनाउँदा पनि हुन्छ है। अनि सिधा पी बनाउँदाखेरि अघि नै बनाइसकेको छौँ हामीले। बी बनाउँदाखेरि सुरुमै यसरी यति मात्र लिएर राखेर सी नम्बर हाम्रो 6 नम्बरको सी थियो। अब यहाँबाट यसरी छड्केमुखी मात्रै लाइन दिने यसरी, यो क्यू यति मात्र थियो। फेरि ल्याएर है पीमा हामीले चाहिँ छड्केमुखी लाइन दियो। 8 नम्बरको सी आधा जतिमा 5 नम्बर, अब 6 नम्बरको अर्को सी यसरी ल्याएर जोडिदिने। पी बनाउँदाखेरि एकदम स्ट्रेट लाइन दिने यसरी सिधा, अनि माथिबाट धेरै ठुलो दिने होइन, ठिक्कैको माथि यसरी लगाइदिने हाम्रो 4 नम्बरको लाइन। यो हाम्रो स्मल र क्यापिटलको सेम हो, यति ल्याएर राखिदिने। तर यो अप्पर जोनमा लेखिन्छ, यो चाहिँ पेज जोनमा लेखिन्थ्यो। यो पनि हाम्रो सिम्पल हो है, यसरी ल्याइदिने। डब्लु बनाउँदाखेरि हामीले स्मल लेटरमा पहिला एउटा भी आयो अनि अर्को डब्लु डब्लु
हाम्रो स्मल र क्यापिटलको सेम फिल्डबाट यसरी ल्याइदिने x। अब हेर y बनाउँदाखेरि 1 र 2 नम्बरको लाइन छोएर v बनाइदिनु सुरु। 1 र 2 लाइन त्यो 2 नम्बरको लाइन छोएर v बनाइदिने र सिधा ल्याइदिने यो हो भने 1 र 2 नम्बरको लाइन छोएर v अनि सिधा ल्याइदिने हो भने x y यो हो z। हेर त z y z